नेपाल 10K टिभी हाम्रो सरकार तपाईकै आवाज। नेपालमा सबैभन्दा पहिले इन्टरनेटको सुरुवात गर्ने श्रेय वरिष्ठ पत्रकार भरत दत्त कोइरालालाई जान्छ। नमस्कार, तपाईहरुसँग विश्व दुनियाँमा इन्टरनेटको बढ्दो प्रभावकारिताको बारेमा केही कुराहरू राख्न चाहन्छु। भविष्यमा विश्व दुनियाँमा इन्टरनेटको पनि अन्त्य हुनेछ। भन्नुको अर्थ हो सबै मानवमा इन्टरनेट फ्री हुनेछ। इन्टरनेटको विकास सँगसँगै बढ्दो प्रभावले विभिन्न सामाजिक सञ्जालको सकारात्मक प्रयोगले मानिसलाई रोजगारी पनि दिएको छ। हाम्रो देशमा उद्योग, कृषि, पर्यटन क्षेत्रको विकास अति कम मात्र भएको छ, किनभने उद्योगको योगदान सन् 1965 मा 3%, त्यो सन् 1990 मा बढेर 6% रहेको थियो, तर अहिलेसम्म आइपुग्दा पनि 3-6% मै रहेको छ। कृषिको योगदान घटेर 35% मा झरेको छ। पर्यटनको योगदान 3% मात्र हो। यसले के स्पष्ट पार्छ भने मानिसलाई रोजगारी दिन सकिरहेको छैन। नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिदिन 2500 को हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य पारेका छन्। यस्तो अवस्थामा दलाल बिचौलियाको हातमा धेरै पुँजी सञ्चित हुन्छ। अत रोजगार प्राप्त नभएपछि आफ्नो जीवनयापनका लागि नयाँ पुस्ताले यही इन्टरनेटको माध्यमबाट जीवन चलाउने प्रयास गरिरहेका छन्। अन्य थुप्रै प्रमुख कारणहरू नयाँ पुस्ताको आन्दोलनमा रहे पनि एउटा कारण फेसबुक बन्द हुनु पनि थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक बन्द भएकोमा तत्कालीन सरकारको आलोचना समेत गरेको थियो। योभन्दा अगाडि पनि माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारको पालामा टिकटक बन्द भएको थियो, तर मौन त बसेको चीनले त्यति धेरै नेपालमा रणनीतिक खेल भने खेलेनन्। तर अमेरिकाले भने फेसबुक बन्द भएको कारण नयाँ पुस्ताको असन्तुष्टिलाई आन्दोलनको रूपमा परिवर्तन गरिदियो र सरकार ढल्नुपर्ने अवस्थासम्म पुर्याइदियो। यसर्थमा करको दायरामा फेसबुक कम्पनीलाई ल्याउनुपर्छ भन्ने कुरा गलत थिएन। यद्यपि जसरी बन्द भयो त्यो गलत नै भयो। जे होस्, आज पनि हामी पुरानो पुस्ता इन्टरनेटको बारेमा धेरै अनभिज्ञ नै छौँ। टिकटक, फेसबुक, रिल, युट्युब आदि चलाउनेलाई गलत व्याख्या गरिदिन्छौँ। एउटा नयाँ पुस्ता मानिसले यो त राम्रो हो भन्यो भने उल्टै सम्झाएर गलत भएको व्याख्या गरिदिन्छौँ। त्यसपछि उसले हाम्रो छेउमा त केही भन्दैन, अलिक पर गएपछि असन्तुष्टि पोख्दै भन्ने छ यो सुड्डो कुरै बुझ्दैन। हो, यसरी पनि नयाँ पुस्ता हामीसँग टाढा भागिरहेको छ। दलाल बिचौलिया गरेर पैसा कमाउने, कालो धन आर्जन गर्दा पनि चिल्लो कारमा निस्केकोलाई नमस्कार गर्ने, तर इन्टरनेटको माध्यमबाट उसले पैसा कमाउँछ जहाँ उसको दिमागले श्रम गरिरहेको हुन्छ भने उसको गलत व्याख्या गरिदिएकोमा नयाँ पुस्ता कसरी आकर्षित हुन्छ त पुरानो पुस्तासँग? यो विषयलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ। निष्कर्षमा हामी सबैले इन्टरनेटको प्रयोगलाई गलत, नकारात्मक संवेग नदिउँ, यसको सकारात्मक प्रयोग गरौँ, किनभने मानिसलाई यसले रोजगारी पनि दिएको छ भन्दै म तपाईहरुसँग बिदा हुन चाहन्छु। हस्त, नमस्ते। नेपाल 10K टिभी हाम्रो सरकार तपाईकै आवाज।